एकछिन पर्खिनु है, एकछिन पर्खिनु। त्यो कुर्सीहरू सब ठिक छ नि होइन? धुलोसुलो लागेको छैन? सामानहरू सब गिन्तीमा छ? केही तलमाथि भएको छैन? ठिक छ नि एकदम? ल ल ल हस्, अब तपाईँहरू जानुहोस् ल। अब बाँकी हामी सबै सम्हालिहाल्छौँ है। यस राम्रैसँग राखिदिनु भए रहेछ सुरक्षितसँग। धन्यवाद हृदयदेखि। नसिबमै अब लालिगा जित भन्ने छ कि जस्तो लाग्छ है मलाई होइन। त्यही माथि अब आज क्याम्प नाउमा क्याम्प नाउमा बार्सलोनाले क्याम्प नाउमा खेल्दा हार्छ भन्ने त नि यति पनि नसोच्दा हुन्छ क्या, यति पनि। म पहिलेदेखि भनिरहेको छु होइन, र फेरि पनि बार भनेर आउँछु। पेस्का बार्सा पेस्का कातालोनिया सक्दैन नि फेरि बार्सलोनालाई। फर्मिनको त्यो ब्याङ्गर गोल हुन त फर्मिन यसैको लागि त नामी छ त होइन। अनि अर्को कुरा हाम्रो बार्सलोनाको सब ठिक लाग्यो आज होइन, तर त्यही हो पहिल्यैदेखि मलाई खटपट लाग्ने भनेको चाहिँ कहिलेकाहीँ यसो मतलब हुन्छ नि परैबाट पोस्ट अटेम्प्टहरू गर्दाखेरि किपर झस्किन्छ नि त होइन। मलाई पोस्ट अटेम्प्टै छैन कि खालि घुमाइ डी एरियामा मात्र है। यस्तो यस्तो यो यस्तो गर्नु भएन। एथलेटिको मेड्रिडलाई 5 गोल हान्ने हो भने यसरी चल्दैन है।